यस चलचित्रका घटना तथा पात्रहरू सबै काल्पनिक हुन्। कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा संयोग मात्र मानिनेछ। होइन है बुढा, साइली छोरी पनि साह्रै न्यास्रो लागिसक्यो। यत्रा वर्ष भइसक्यो। आगम त के हो कसो हो केही भर हुन्न। यसपालि दसैँमा बोलाउन है। किन बोलाउनु पर्यो त्यसलाई? 13 वर्षसम्म बोलाएँ। अब बोलाउँछु। समाज के भन्ला? ए बा कस्तो कुरा गर्नु भयो क्या? अब यो गाउँ र समाजकै डरले साइलीलाई नबोलाउने हो भने त भोलि यो समाजले झन् हेप्छ हामीलाई। यसपालि त बोलाउँ के बा? हो भने बुढा, सीताले ठिकै त भन्दैछ नि। यत्रा वर्ष भयो, यसपालि त जसरी पनि साइलीलाई बोलाउनु पर्छ। 200 वर्ष बाँचिँदैन क्या रे। त्यो साइनलाई बोलाउनु पर्छ भनेर तेरी आमालाई नउचाल। म त्यसलाई कुनै हालतमा पनि बोलाउँदिनँ। के गाउँभरि मैले नाक कटाउँछ त्यसलाई बोलाएर व्रत जान्ने हुँदो रहेछ। एउटा अन्डा फुटो। यो त सीता तेरो बाउ सन्केर गाउँतिर हिँड्यो। साइलीको त कुरै लिन हुँदैन। जे भए पनि नि आमा, यसपालि साइलीलाई जसरी पनि बोलाउनु पर्छ के? हो त नानी। घरे खाना खाने बेलामा बालाई मनाउँ न है। मिठो खाना पकाउनु म दाइले छिटो आउँछु। ल बुहारी के यहाँ मलाई पनि अलिक पानी पुगेन। मलाई पनि पानी ल्याइदेऊ। अनि दोर्जेलाई अलिकति छ्यान ल्याइदेऊ। ए ल्याइदिँदै थिएँ बुढा। बुढा, यो घाममा कति काम गर्नु भएको? आउनु यता बसेर छ्याङ खानु। आउनु न, पहिले खाइहाल्नु अनि गर्नु। कस्तो अमिलो हो। अलिकति चिनी हालेर ल्याइदिउँ त? नचाहिने कुरा नगर साइली। जाडो पनि कसैले चिनी हालेर खान्छ नि त? थाहा रहेछ त जाँडको जातै अमिलो हुन्छ, चिनी हालेर खाँदैनन् भनेर। यी माथि पनि छेत्रीको छोरीलाई जाँड बनाउन लागेको छ। जस्तो जानै त्यस्तै बनाएर देखिछु त। खाउ न कुरु नरिसाइकन। बुहारी यो बटुका त सानो भयो त। अलिक ठुलो बटुकामा ल्याइदिनु नि। अब बुवा पनि टन्न खाना दिन मन त मलाई पनि छ नि। त्यस्तो हतियार चलाइरहेको मान्छेलाई टन्न छ्याङ दिएर अनि मातेर हतियार चलाउँदा के हुन्छ बुवा? अहिले भरे काम सकेपछि फेरि खाए भइहाल्यो नि। ल ल बुवा, दारी पखाल्नलाई पानी भन्नुभएको कि पिउनलाई? दारी पखाल्न चाहिएको नि बुहारी। हस्, म ल्याइदिन्छु। आता मलाई दसैँ आउनु लाग्यो। मलाई नयाँ नाना र कपी लिएर दिनु। ल छोरी, ल ल्याइदिन्छु ल। बाबाले पैसा पनि आउने बेला भयो। आफा लिनुहोस् पानी। ल जाऊ मम्मी। के भन्छ छोरीले? के हुनु नि, दसैँमा नाना कपाल र कपी नयाँ चाहियो अरे। हो र? किनिदिइहाल्नुहुन्छ नि आपाले? अस्ति नै तल काम गरेको पैसा अलिअलि आउने बाँकी पनि थियो। त्यही पैसा ल्याइदिउँ है छोरी। है जाने ल। हजुरबाको पेन्सनले किनिदिए पनि भयो नि।
एउटा नातिन त छ। त्यति जब कुरो पनि तिमीले भनिराख्नुपर्छ र बुहारी। भइहाल्छ नि, मेरो पेन्सन पनि आउनु लागिरहेछ, म ल्याइदिइहाल्छु नि। अझै छ्याङ खाने कि भयो? भयो, दाउरा काट्नु छ। के कपालै हालिदिएको? के परेछ र? पर्यो होला नि अलिअलि केही। लु म त खाना बनाउन गएँ। ए साइली, हजुर छिटो भाँडामा चाहिँ घाँस काट्नु जानुपर्छ जङ्गल, पानी पर्न लागिसक्यो। ल ल अब सकिन लाग्यो। ए बुहारी, कहाँ जानु लाग्यो? जङ्गल जान आँटेको दाउरा काट्नलाई। फेरि यहाँ दोर्जे पनि जाने होला, दुईजनै गएपछि नानीलाई कसले हेर्छ होला यहाँ? हामी दुईजना जान लागेको होइन बुवा जङ्गल, म मात्रै जान्छु। दोर्जे चाहिँ घरमै बस्नुहुन्छ। म पनि गाउँ ढुल्न जानुपर्ने, दसैँ आयो यसो मासु सासु गाउँमा यसो भनौँ भनेर निस्किनु लाग्यो। दाउरा म लिन जान्छु। हेत्तेरिका बुढा, म आफै गएर ल्याउँछु दाउरा। तपाईँले भने जस्तो दाउरै ल्याउनुहुन्न, त्यही भएर म आफै जान्छु लिन त। यत्रो बर्खाको टाइम छ, त्यत्रो ठुलो जङ्गल छ, अनि त्यत्रो भिरपाखा छ, चिप्लेर लड्यो भने त दसैँ त खाएकै हो फेरि। अब हेर न, त्यो जङ्गल कहिले नगए जस्तो कुरा गर्नुभएको। यही जङ्गलमै हुर्की बढी, त्यही जङ्गलमा दाउरा घाँस गरेर यत्रो भइसके, यो उमेरसम्म भइसक्यो। अब चाहिँ लड्छु होला म, लिएर आइहाल्छु नि आफै। गएँ म त। ल ल दोर्जे, यो नातिनीलाई पनि राम्रो ख्याल गर्नु, म पनि गाउँ घुम्नु गएँ। भनेको त टेर्नु नि पर्यो नि। ल अब बाउ पनि गाउँ लुसु लुसु हिँड्नु। खाऊ जानु नाङ्ग्री ब्रो। आमा के हो नानी? के गर्दै हुनुहुन्छ हौ? के चामल पोखेर हेर्न के नाङ्ला केलाउनु भनेर थालमा केलाएर बसेको। के पोखेछ? पोखिहाल्छ नि, त्यहाँ अघि बढाउँदाखेरि पोखिएको। अनि कहाँ जान लाग्यो त चाहिँ? ए आमा खोइ न यहाँको हँसिया। उडेको त छ हेर्न। भने माथितिरको दिदीले लानुभयो कि? उतैबाट मागेर जान त अहिले। ए आमा साँच्ची अस्ति पनि त्यो साईलाई भेटिन जङ्गल जाँदा, आज यसो भेटेछु भने घाँस काट्न जानु पर्यो, भेट्यो भने दसैँमा आइज है भनेर घरमा पनि सल्लाह हुँदैछ भनेर भन्नु पर्यो, अलिक खुसी हुन्थ्यो कि। हो नि नानी, त्यसलाई त जसरी पनि भेटेर पनि बोलाएर आइज है। ल यसपालि त आइज भन फेरि म आउली। ल ल आमा, म साइलीलाई भेटेँ भने यसपालि जसरी पनि घरमा आइज, घरमा पनि बोलाउने कुरा हुँदैछ, हामी बाउलाई मनाउँछौँ भन्छु है। ल नानी ल, जसरी हुन्छ साइलीलाई भेटेर मात्रै आउनु नि। फेरि आमाले कति धेरै सम्झेकी छिन्, राति राति धेरै यादमा रोइरहेको छिन्। ज्वाइँलाई नानीलाई लिएर भने आमाले भन्नु है। ल जा छिटो जा। अनि आमा यसपालि त साइली ज्वाइँ अनि साइलीको छोरी आउँदा हाम्रो दसैँ कस्तो रमाइलो हुन्छ होला है। ल म गएँ आमा, खाना चाहिँ मिठो बनाइराख्नु नि फेरि। ल नानी ल, कस्तो खुसीको कुरा। आज त खाएर जस्तो भएको छ। जसरी नि भेटेर लिएर आइज नि साइलीलाई दसैँमा आइज भनेर। ल के आमा, ल कति साइली साइली भनेर म भन्छु भन्दैछु त। परिहाल्यो नि, यत्रो लामो वर्ष भइसक्यो।
हजुर के हो त बोल्दिनस् त है? के बोल्नु त अब बोलौँ भने पनि रिसाउनुहुन्छ होला भनेर। अब बाआमा त बोल्नुहुन्न, तपाईँ पनि नबोल्ने हो कि भनेर बोलाउन पनि डर लाग्यो, त्यही भएर नबोलेको नि। कस्तो कुरा गरेकी साइली तैँले? जे भए पनि म तेरी दिदी हुँ। आफूभन्दा सानो बच्चाहरूले गल्ती गर्यो भने माफी दिन सक्दिन र? त्यसमा पनि त अजातमा गइस् भनेर किन पिर गर्नु? मलाई पनि त बाआमाले जातमै दिएका हुन्, खोइ त घर गरेर खान सकिनँ। लोग्ने गतिलो नभएपछि जात अजात केहीले फरक पार्दैन साइली। जे भए पनि त खुसी छेस्, मलाई त्यसैमा खुसी छ। मलाई चाहिँ आफूभन्दा सानी बहिनी आई बोलाउली भनेर तैँले भारी बिसाउँदा पनि कस्तो मन चसक्क भएको थियो, तर तैँले वास्तै गरिनस्। तेरो मलाई माया लाग्दैन होला र? अनि बुवा आमालाई घरमा कस्तो छ? दसैँ पनि नजिकै आइसक्यो, के छ त दिदी दसैँको चाँजो पाँजो घरमा? दसैँ कस्तो हुनु साइली? अब त बिनाको दसैँ यत्रो 13 वर्ष धेरै खल्लो भएको थियो। म के गर्नु, मलाई त आउन मन नभएको कहाँ हो र? त्यो डाँडा माथि चढेर हेर्दा हाम्रो घर देख्दा पनि अहिले गइहालौँ जस्तो लाग्छ। तर दिदी यसपालि दसैँमा त तपाईँले कुरा मिलाउनु भयो भने म जसरी पनि आउँछु। मेरी छोरीलाई पनि ल्याउँछु, बुढोलाई पनि लिएर आउँछु। यत्रो 13 वर्ष भइसक्यो माइतीको आँगन टेक्न नपाएको, मलाई चाहिँ आउन मन छैन होला त? दिदी जान्छु है अहिले म, ज्वाइँ पनि खोइ कता जाने भन्दै हुनुहुन्थ्यो। नानी घरमा एक्लै हुन्छ क्या फेरि? त्यही त, तँलाई त घर जानै हतार हुन्छ। जहिले हुन के छ हौ तेरो घरमा चाहिँ? दिदी अब घरमा के छ भन्नु, आफूले मनदेखि माया गरेको श्रीमान हुनुहुन्छ। तामाङकै छोरा भए पनि उहाँले मलाई आफ्नो प्राणभन्दा बढी माया गर्नुहुन्छ। अनि मेरो मुटुको टुक्रा छोरी छे। तैँले भनेको पनि ठिकै हो साइली, तर हामी बिहे गरेर गइसकेको छोरीचेलीलाई माइतीको ढोका मात्रै खुल्ला भएर कहाँ हुन्छ र साइली? सबैभन्दा पहिला आफ्नो श्रीमानको मनको ढोका खुल्ला हुनुपर्छ। जब आफूले जीवन बिताउँछु भनेर गएको श्रीमानको ढोका नि सधैँभरि बन्द हुन्छ भने जब माइतीको ढोका सधैँलाई खुल्ला भएर केही फरक पर्दैन साइली। अभागी त म हो, त त धेरै भाग्यमानी छेस्। जे जस्तो भए पनि आफूले माया गरेको श्रीमान पाकी छेस्। अजात भएर के फरक पर्छ र? मलाई नि हेर्न, बाआमाले जातको ज्वाइँ खोजेर दिएको छु भनेर धुमधामसँग बिहे गरिदिनु भयो। अझै भन्नुपर्दा अझसम्म ऋण तिर्न सक्नु भएको छैन मेरो बिहेको कारणले। तर पनि मैले गरी खान सकिनँ। म रहरले माइत बसेको छु कि बाध्यताले माइत बसेको छु त्यो मलाई मात्र थाहा छ। तैँले त सोच्दियोस्, दिदीलाई घरमा ल्याएर राखेका छन्, दिदी खुसी छे अनि सुखी छे, त्यही भएर मलाई माया नगरेका होलान्, मेरो माया बाँडियो भनिदियोस्। तर होइन साइली, मेरो पीडा त मलाई नै थाहा छ नि, तँलाई कसरी भन्नु? दिदी के भन्नुभएको यस्तो? बिहा गरेर दिएको छोरी कसरी बाध्यताले माइत बस्छन्? के भएको छ तपाईँको घरमा? मलाई केही नलुकाइ भन्नुहोस् न दिदी। अनि भिनाजुसँग के तपाईँको सम्बन्ध साँच्चै नराम्रै भएको हो र? के भएको दिदी भन्नुहोस् न मलाई। म तपाईँभन्दा सानी भए पनि व्यवहार जिम्मेवारीले मलाई तपाईँ जत्तिकै भोग्ने बनाइसकेको छ। हरेक सुख दुःख महसुस गर्न सक्छु दिदी मैले। मलाई केही नलुकाइकन भन्नु त दिदी, के भएको तपाईँलाई? खोइ साइली, राम्रो हो कि नराम्रो हो म आफै दोधारमा परेको छु। नराम्रो भनौँ भने जातको बुढा, राम्रो भनौँ भने घरमा टिक्न बस्न दिँदैनन्। तेरो बुढा त अजात भए पनि जातले पाएर रक्सी खाँदैनन् नि। मेरो बुढा त 24 घन्टा जाँडको घ्याम्पोमा डुबुल्की मार्छन्। अझ आफूले खाइ नखाइ दुःख गरेर कमाएको सम्पत्ति सबै तास र जुवामा खेर फाल्छन्। जे भए पनि तपाईँको लागि त माइतीको ढोका सधैँको लागि खुल्ला छ। म जस्तो एउटै गाउँमा भएर पनि 7 समुद्र पारी छु जस्तो गरेर त बस्नु परेको छैन नि। तपाईँ भाग्यमानी हुनुहुन्छ दिदी। बाबुआमाले आफूले भनेको जस्तो केटासँग बिहे गरेर घरमा जग्गे राखेर आफ्नो जातसँग दिए भनेर कति खुसी मान्नुहुन्छ। त्यही भएर होला दिदी तपाईँले त बाआमाको सबैको माया पाउनु भएको छ। जेसुकै भए पनि साइली, तँलाई मैले यही पिठ्यौमा बोकेर आफ्नो मुखको आधी घाँस काटेर खुवाएर हुर्काएकी बहिनी होस्। तैँले सुख पायो भने झन् धेरै खुसी लाग्छ। के गर्नु, आफ्नो त भाग्य नै खोटो, कसैको माया पाउन सकिनँ। अनि तँलाई साँच्चै एउटा कुरा थाहा छ? यसपालि दसैँमा त जसरी पनि आउनुपर्छ अनि दिदी बहिनी बसेर खुब रमाइलो गर्नुपर्छ। जान्छु दिदी अहिलेलाई म। अब आफ्नो घर बिग्रे पनि तेरो घर सधैँभरि राम्रो होस्। पक पक पक। अब सानोतिनो कुरालाई पिर नलिनु क्या दिदी।
त उठ्नै नसक्ने भयो कि क्या हो दिदी उठाइदिनु है अलिकति ल अनि जङ्गल आउँदा त ज्वाइँले लिएर आउनुपर्छ नि त। आज ज्वाइँको घरमा काम थियो क्या ल दिदी म गएँ ल ल ल दसैँमा आइज है अनि कुरा गर्नुपर्छ ल। ल राम्रोसँग बस्नु पिर नगर्नु नि भिनाजुको बारेमा ल ल। यसपालि 4वटा खसी ल्याएर मासु बेच्न पर्ने। जम्मा मासु अर्डर गर्न 3 जनाको मात्रै आछ। एउटा रामेलाई 8 केजी, श्यामेलाई 7 केजी, हर्केलाई 5 केजी। यसपालि अरूलाई दसैँ नलाग्ने भएछ क्या हो? कसैले मासु नै नचाहिने भएछ। होइन हो धने भाइ के को हिसाब किताब हुँदैछ कि के हो? होइन यहाँ अब गाउँमा दसैँ लाग्यो, जम्मा 3 जनाले मात्र चाहिँ यहाँ मासु अर्डर दिने आयो, अरूले चाहिँ आएकै छैन। ल कस्तो कुरा गरे म पनि त आइपुगिहालेँ नि। ल मेरो पनि नाम लेख। ल कति केजी हाल्ने त? अब चाहियो नि 10 केजी जति त। ल 10 केजी। 4वटा चाहिँ सिध्याउनु पर्ने थियो। अब ठिक छ बिस्तारै आउलान् नि त। अब दसैँ सबैले मानिहाल्छन्। अब पोहोर पनि सबै आएकै हुन् गाउँलेहरू। यसपालि पनि तिमीका नआए कहाँ आउँछन् त? आइहाल्छन् नि। हुन त हो दाइ, यो गाउँमा मासु बेच्ने भनेकै मै हो। म कहाँ नआएर कहाँ जान्छन् त? म त हतार भयो, म निस्किन लाग्यो। होइन एक कप चिया खाएर जानुहोस् न। होइन होइन धने भाइ म चिया खान लाग्दिनँ। होइन हौ धने भाइ, मासु भन्न भनिआएको थिएँ, छ कि छैन होला? छ बरु कति केजी चाहियो भन्नुहोस् न। मलाई 12 केजी जति चाहिएको छ। भइहाल्छ नि। होइन हौ सम्झी साहब पनि आइपुग्नु भएको छ। सम्झिथ्यो नमस्ते लासो। के को लासो? तेरो छोराले मेरो छोरी जबरजस्ती लगेर थापेको पास हो। अहिले यहाँ हात जोडेर सम्झी भन्ने आउँछ। तेरी म जडा पुङ। मलाई जाँडाको पुङ संस्कारमा छोरा जाँडाको पुङ खान्छ। छोड भाइ यसलाई मार्छु म। तपाईँ आफ्नो घरमा जानुहोस्। मान्छेक्ने बाहुन, यो धनीले मलाई नछुटाएको थियो भने मैले यसलाई जानेको थियो। जानुहोस् तपाईँ जानुहोस्। म घरमै गइदिन्छु। छोड म यसलाई मार्छु। भयो म तपाईँको घरमा मैले भनेर मात्रै छोड्ने मैले आज। मासु भन्न आएका मान्छे मेरो घरमा लफडा परे त नै। यिनीहरूको के गर्ने? यस अब अरू कुन बेला आउँछन्? यिनीहरू 2 जनाले यस्तो गरे, अरूले के गर्ने हुन्? यसपालि त दसैँ तिहारले पनि सबैकै ढाकिसक्यो। आहा कस्तो राम्रो फुल फुलेर घरै उज्यालो छ। पोहोरको साल त मैले फुल किनेर ल्याउनु परेको थियो, तर के गर्नु छोरी घरमा नभएको पनि 13 वर्ष भइसक्यो। आमा नानी आइजेस् त होइन, तँ त घाँस काट्न पठाएको मान्छे, दाउरा लिन पठाएको मान्छे, अलि चिटिक्क परेर आएकी छेस् त है। अनि त घाँस दाउरा मगाउ कि होइनस्? गएको त हो नि आमा, घाँस काट्दा काट्दै सानो पानी परेन। शिक्षिकोमा के बस्नु भनेर नुहाएँ, लुगा धोएँ, अनि लुगा फेरि राम्रो देखेको छैन त। मेरी छोरी यसै पनि बत्ती जस्ती थिइन्, झन् 16 सिँगार गरेपछि त चटक्क परेर धपक्कै बलेकी छेला। बहिनीलाई भेट्नुहोस् छैन? भेटेँ आमा भेटेँ। त्यही साइलीलाई भेटेर दिदी बहिनीको दुःख सुख पुरा गर्दा गर्दै त घाँस काट्दा पानी आएको नि, नत्र त अघि आइहाल्थेँ नि। अनि फेरि थाहा छ आमा, साइलीलाई मैले सबै कुरा भनेको छु। तेरो पिरले आमा साह्रै रुनुहुन्छ, साह्रै पिर गर्नुहुन्छ, यसपालि जसरी पनि आइज भनेको छु। अनि दिदी बहिनी गन्थन गर्दा गर्दै यतिखेर भयो। अनि खाजा पाकेन आमा, कस्तो भोक लागिसक्यो के। खाजा बनाएको छु नानी, मकै घटमा फुटेर राखिदिएको छु। ठेकीमा मै छ, सारेर खा। अनि तेरो बा पनि गाउँमा दसैँलाई मासुको लागि जानुभएको छ, आउनुहुन्छ। सबैले खाजा खाँदा भइहाल्छ नि। अनि सिते त्यत्रा जङ्गलमा साइली एक्लै आएकी रहेछ घाँस दाउरामा। त्यही साइली एक्लै आँटीतिर त यत्रो बेरसम्म गफ गर्न पाइयो नि आमा। ज्वाइँको अगाडि कहाँ गफ गर्न पाइन्थ्यो र?
मैले नि सोधेको यत्रो चिप्लो बाटोमा किन जङ्गल एक्लै आँकी त्यति माया गर्ने बुढा छन् भन्थिस् त किन एक्लै आँकी भनेको ज्वाइँ खै कता काम परेर गाउँतिर निस्केका छन् रे त्यही त हो नि आमा दसैँले छपक्क छोपिसक्यो किनमेल यताउता घरको धानधान धुनधुन होला नि त सधैँभरि सँगसँगै लाग्न कहाँ सक्छन् त हो भन्या अनि के भन्यो त साइलीले भन्न एक्लै त्यत्र जङ्गलमा आउँदा ज्वाइँले चाहिँ माया गर्दैनन् कि क्या हो त्यसलाई खै आमा मलाई नै के थाहा साइलीको अनुहारमा हेर्दाखेरि त बेग्लै चमक थियो आफूलाई प्राणभन्दा माया गर्ने श्रीमान हुनुहुन्छ मुटुको टुक्रा छोरी छे म त घरमा छिट्टै जानुपर्छ मेरो बाटो ससुराले हेरिरहेका हुन्छन् भनेर आँटिँदै थिएँ त्यसको अनुहार हेर्दा जिउडाल हेर्दाखेरि त खुसी नै जस्तो लाग्यो तर तपाईँले भने जस्तै त्यत्रो जङ्गलमा यो चाडबाडको बेला एक्लै ज्वाइँले पठाउँदा मलाई नि कता कता ज्वाइँले माया गर्दैनन् कि जस्तो लाग्यो अनि के भनिनु नानी त्यो कुरा चाहिँ तैँले सोद्धा तर आमा साइलीले मुखले म खुसी छु सुखी छु भने पनि त्यसको जिउडाल हेर्दा चर्लक्क परेको मोटाको देखे पनि त्यसको आँखाले कता कता झुट बोलेको जस्तै लाग्यो मलाई हाम्रो साइली त घरमा धेरै हेला अनि पुरा भोगेर बसेको थियो कि जस्तो लाग्यो कि आमा मलाई भन्न त सबै कुरा खुलेर भनिनँ दिदीलाई फर्स्ट टाइम भेटेको भनेर हो कि धेरै कुरा लुकाकी छ आमा त्यसले अब दसैँमा आउँछ अनि के रहेछ सबै कुरा बुझौँला नि किन आत्तिनुहुन्छ ल यो आमा त साइलीको कुरा गर्ने बित्तिकै रुन थाल्नुभयो किन रुनु पर्यो क्या अर्काका घरमा गाठी छ नानी माइतमा जति दुःख भएन घरमा जति सुख भएन छोरीको लागि माइती नै प्यारो हुन्छ तँलाई के थाहा छ र त मसँगै छेस् अहिले यति लामो समय ऊ अर्काका घरमा बसेकी छ दुःख छ कि सुख छ उसैले भोगेकी छ हे तेरिका आमा तपाईँ पनि अचम्मको हुनुहुन्छ क्या दसैँमा आउँछु भन्दैछु त म जसरी पनि बोलाउँछु बालाई पनि मनाउँछु ल तपाईँलाई झन् खुसीको कुरा सुनाएको झन् रुन थाल्नुभयो आफूलाई भोकले मुसा दौडिसक्यो गएँ म खाजा खा अनि एकाग्रो पानी पनि ल्याए छोरी होइन हो सीता दिदी किन देखेर पनि नदेखेको जस्तै गरेको बोल्नु पर्दैन गाउँको दाजुभाइसँग म त अब गतिला कहाँ हुन्छ घर बिग्रिएपछि यस्तै हो जसलाई पनि अरूसँग डर लागिहाल्छ होइन हौ सागर भाइ के भन्न खोजेको हो तिमीले तिमीले यहाँ मरिमरि दाउरा चुलेको देख्दा देख्दै अनि म यो पानीको गाग्रो लिएर आउँदा आउँदै तिमीसँग कसरी बोल्नु त फेरि म घर बिग्रेर माइतमा आएर बसे पनि तिम्रो घरमा आएर चामल मागेको छु र आफ्नै गाउँको चेलीबेटीले कसरी आए किन आए भनेर बुझ्नुको साथ घर बिग्रेर बसी गाउँले कुरा काट्छन् तिम्रो घरमा चेलीबेटी छैनन् तिमीलाई दिदीबहिनीको माया लाग्दैन अचम्म छ कति न उनीहरूकै घरमा आएर थाल थापे जस्तो यो साइली हजुर खाना छिटो पकान है कस्तो भोक लागिसक्यो भोक त मलाई पनि लागेको छ नि बुढा छिटै त गर्दैछु त चाँडो चाँडो पकाएर खाइहाल्नु पाए हुन्थ्यो भनेको बरु यो आलु धोइदिएर ल्याउनु न जानु ल ल यो नुन हालेर सकेर ल्याइदिनु त्यो नुन पनि कति महँगो भएको बजारमा केही सामान छोइसक्नु छैन किनेर खाना त केही नसकिने भयो अब भगडेर के गर्ने साइली खानु त परेको खानाकै लागि त यत्रो दुःख गरेको बुढा धन्न हामी त बाँचिएको छ र पो खाना पनि पाइएको छ त अहिले हेर्नु त यत्रो वर्ष दिनको महान चाड दसैँ आइरहेको छ यो दसैँको बेलामा अचानक यो 3-4 दिन लगातार पानी परेर मान्छेको कति बिजोग भएको छ कति गाडी दुर्घटना भएका छन् कति मान्छे बाढी पहिरामा पुरिएका छन् कतिको घरमा बिजोग छ यत्रो समाचार हुँदै पनि सुनिराख्नु भएको छ नि धन्न हामीले त त्यस्तो जोखिम भोग्नु परेन हो त बुढी ल यो आलु धोएर ल्याइदिन्छु है ल ल
तरकारीको लागि यो खोर्सानी सुकाएको पनि 2-3 दिन भइसक्यो। जहिले के गरो राख्नै पो भ्याउँदिन हौ। भोक लागिसक्यो भन्नुहुँदैछ, छिटो गर्नु पर्ने। ल्याउनु भयो धोएर? ल्याए साइली। के नाग्लो उता राख्नु। ल यो अहिले फेरि ल यहीँ थालको छेउमा राख्ने। पकाइहाल्नु बरु। धनिया नि धुनु भएको भए हुन्थ्यो। कस्तो काम पनि किस्तबन्दी हराउँछ यार। कति रिसाउन जाने है मेरो बुढो त। नरिसाइ गरे त भइहाल्यो नि। त्यसका दाउरा पानीले भिजेर आगै मजाले बल्दैन। ल धोएर ल्याइदिएको छु। राम्रोसँगले पक। कामरा गरे कति दिक्क लाग्यो भन्दै हुनुहुन्छ होला है। के दिक्क लाग्नु। बुढा मान्छे उहाँ विदेशमा गएका छन्, बुढा एकातिर गएका छन्, बुढी अर्कोतिर गएका छन्। धन्न हामी त दुःख सुख गरेर आफ्नै देशमा यसरी हाँस्दै रिसाउँदै भयो नि सँगै बस्न पाइएको छ। केही खुसी मान्नु कि जाउँ म पनि विदेश। विदेश गएर कहीँ काम लाग्छ त। अर्का देशमा के गएपछि के रुखमा पैसा फर्ने होइन। त्यही रुख हल्लाएर मजाले के आइमी मात्रै गरिदिने होइन। तपाईँसँगैका सबै त्यो तल्ला घरे साइला काकाका छोराहरू, माथिल्लो घरको त बडाउका छोराहरू, कोही मलेसियामा छन्, कोही दुबईमा छन्, कोही कतारमा छन्। तपाईँ चाहिँ कहीँ नजाने। गएर के गर्नु हो। त्यो अर्का देशमा गए पनि दुखै गर्ने हो, आफ्नो देशमा गरे पनि दुखै गर्ने हो। यहाँ भाइ बाख्रा कुखुरा सबै चिज पालेर खेतीपाती गरेर बुढाबुढी बसेर मजाले हाँसखेल गर्नु पाउँछ। त्यो विदेश को छ। हुन त हो बुढा, दुःख सुख जे गरेर पनि आखिरी 2 छाक खानु र 1 सरो लाउनु त रहेछ नि। कति सम्पत्ति थुपार्नेले पनि मरेर जाँदा के नै लगेका छन्। मान्छेले चाहिँ नि बुढा आफूसँग जे छ जति छ त्यही कुरामा चित्त बुझाएर सन्तोष मान्नु पर्ने रहेछ। खानु पुगेकै छ, खालि विदेश विदेश नभन्नुहोस्। पल्लो गाउँको त्यो रामे काकाको छोरा त विदेशमा उहाँ खुट्टा भाँचिएर खला परेर बसेका छन् रे नि। मैले घाँस काट्न जाँदाखेरि सुनेको थिएँ। के गर्ने अब यहाँबाट प्र्याक्टिस गरेर जाँदैन, सिप सिकेर जाँदैन। अर्का देशमा 20 तला 30 तला चढेर काम गर्नुपर्छ भन्छन्। अब के छ लड्यो होला नि। त्यही डरले पनि होला तपाईँ नजानु भएको। यहाँ रुख चढ्नु त डर लाग्छ। अब त्यो 20 तल चढ्यो भने त मेरो मुटु उछिटेर भुइँमा पुग्दैन। ल राम्रोसँगले पकाइ छिटो। त्यो आगो एकतिर भयो। यो काट्दिन न त, म यता आगो भुटुन हाल्नु पर्यो है। होइन आफू पनि कहाँ हो, यो खेरसम्म आउँदैन त साइड। अब आउँदै हुनुहुन्छ होला नि, खै कतै केही काम पनि पर्यो होला। धन्न बुढा यो दाउरा यसरी सुकाएपछि मजाले बलेर छ, नभए त्यो बाहिर पानीमा भिजेको भए त कहाँ बल्नु। छोरी निदाइ के हो, जानु त पढ्दैछ कि सुति उठाउनु त्यसलाई। अहिले फेरि निन्द्रामा उठाएर खुवायो भने फेरि रुन थाल्छ क्या। खाना खुवाएर सुताउनु पर्छ बच्चाहरूलाई। ल पकाउ, म हेरेर आउँछु। दिनभरि यता कुद्छन् उता कुद्छन्, केटाकेटी खेलेरै पनि गर्छन् नि।
के साइली धन्दा सकेन छिटो आऊ है आउँदै त छु त तपाईँहरूले भने जस्तो सजिलो हुन्छ छोरी मान्छेको धन्दा देख्न पो केही देखिँदैन त यो घर त्यो घर भाँडामा बल्ल बेलुकाको धन्दा नि सक्यो ये जोर जे हजुर आपा ये चुरी खाऊ बोला ल ल म आएँ एकदम ताङ्किक ला त मोला किन बोलाउनु भएको छ आप्पाले फेरि र यो केटी पनि आज त भातै नखाइकन झगडा गरेर सुति दिनभरि खेलेर बोल्छ होइन के भन्नु थाल्नु भयो आप्पाले झन् आफू आज दिदीलाई भेटेँ यसपालि दसैँमा जान पाइने भयो भनेर खुसीको कुरा सुनाउला भनेर हतार हतार धन्दाबाद सकेर आएको के भन्न थाल्नु भयो बुढोलाई बुढाले बुढा होइन के भयो आप्पालाई एक्कासी रिसाएर जानुभयो त के चाहिँ भएन तेरो बाउ र मेरो बाउमा मासु भन्ने ठाउँमा झड गरेर मारेछ कति साह्रो कराउनु भएको यहाँ छोरी सुतेकी छ बल्ल बल्ल अहिले उठेर रुन थाल्छ तेरो बाउले के चाहिँ गर्नु खोजे हो यहाँ आइज के भयो फेरि के चाहिँ भयो तेरो बाउले गर्नु खोजेको चाहिँ के हो के भयो पहिले राम्रोसँग भन्नु न एक्कासी यसरी रिसाएर हुन्छ के नरिसाएर के गरौँ तेरो बाउले मासु लिनु जाने ठाउँमा जिउ खोज्नु गर्नु खोजेको के हो गाउँ समाजले देख्यो भने पनि के भन्न यत्रो ठुलो स्वरमा परेको छ गाउँमै उचाल्ने गरी जेसुकै भन्नु अरू कुरो मलाई थाहा छैन अनि बाउले भने भन्दैमा मैले चाहिँ के भनेको छु त तेरो बाउले जहाँ देखे पनि जुत्नु मात्र खोज्ने कुट्नु मात्र खोज्ने कारण के अनि बाउको कुरा गरेर तपाईँ मसँग बाँध्नुपर्ने कारण चाहिँ के छ के अरे मुखमुखै लाग्छ मुखमुखै लाग्छ बाउको कुरा सुनेर केही कुरै नबुझिकन तैँले आज यसरी मलाई हात उठाइ छैन झन् म आज दिदीलाई जङ्गलमा भेटेको थिएँ तँलाई दसैँमा हामीलाई पनि बोलाएका छन् भनेर कत्रो खुसीको कुरा सुनाउला भनेर भन्ठानेको थिएँ बाउको कुरा सुनेर मलाई हात उठाइ तैँले झन् आफू चाहिँ दिदीलाई भेटेँ यसपालि दसैँमा हामीलाई पनि माइतमा टिका लाउन बोलाएका छन् भनेर सल्लाह गरौँ भनेर बोलाएको अहिले मलाई यसरी हात उठाइ छैन ए तेरो दिदीको कुरा सुनेर त माइत जान्छस् भने जा तर यो घरमा फर्किनु पाइँदैन बुझिस् तेरै दिदीले त घरदाम गरेर खाएको छैन भन्ने कुरो सुन्या थियो माइतमा आएर बस्या अरे भनेर सुने यत्रो 13 वर्षसम्म एकपल्ट माइत फर्केर गइन भनेर तैँले पनि हेपेको होइन मलाई जान्छु म यसको दिदी कति छ भने तेरो चिज जस्तै बनाउलास् तँलाई विचार गर जानु त जा हेरौँ म पनि तेरो घरमा तै खा ठुलो गाँस तै बस एक्लै मेरा बाउ आमासँग जान्छु भन्दाखेरि तैँले मलाई हात उठाइ छैन त तेरो बाउसँग अलग भएर बसिहेर्न 2-4 महिना कस्तो हुँदो रहेछ मेरै घरमा जान्छु म आउँदिनँ म त एक्लै बस्न सक्छस् भने मलाई हात उठाएर यसरी रहन सक्छस् भने त बिना म नि एक्लै बाँच्न सक्छु आउनु पर्दैन जा आफ्नो बाबा आमा सबैलाई छोडेर मेरो सबै थोक यही हो भनेर आएको यही दिन देख्नु भएर चाहिँ आफ्नो बाबा आमाको कुरा गर्छु आफ्नो बाबा आमाको कुरा गर्दा पनि माइत जान्छु भन्दा पनि यो त साइलीको आवाज पो जस्तो लाग्यो त
ओहो मेरो बुढोलाई त 16 श्राद्ध लागेपछि दारी कपाल काटेर के हो चटक्कै पो हुनुहुन्छ त। होइन आज बुढी किन मसक्क परेर त्यो मलाई मुसार्दै खुब फकाएको छ नि, के छ विचार? के हुनु यसो कहिलेकाहीँ त बुढाबुढीमा पनि त गुलिया मिठा कुरा हुन पर्यो नि। सधैँ झर्के फर्की मात्रै कति गर्नु त भन्नु। चाडबाड आइसक्यो। त्यो त हो नि, दसैँ आयो, त्यही भएर ब्राह्मणको छोरो भएपछि आफ्नो पितृ कार्यको लागि दारी जुङ्गा कपाल सबै काट्नुपर्छ। कालो रङ राखेर पितृलाई तर्पण दिएको राम्रो हुँदैन रे, हाम्रा बाबुबाजेले त्यही भन्थे, त्यही भएर काटेको नि। हो नि बुढो, त्यो त आफ्नो कर्तव्य पनि त हो नि। त्यही त साँच्चै हाम्रो बुवालाई कति राम्रो देखिएको है। होइन आमा छोरी बसेर खो खिचडी पकाएको छौ नि त, मलाई पनि मुसार्दैछौ। आज के कुराको चाहिँ जो गर्दैछौ हँ? अब फेरि मैले यो दारी जुङ्गा काटेको कुरामा तिमीहरू मक्ख पर्नुपर्ने के कारण छ र? यो त मैले मेरो बाबुबाजेदेखि गर्दै आएको परम्परा, जुन पितृ श्राद्धको लागि 16 श्राद्धमा गर्नुपर्ने कार्य गरे त हो नि, के नौलो कुरो गरेर मैले? ठिकै छ त बुढो, अब कहिलेकाहीँ त चाडबाड आउनु लाग्यो, कहिलेकाहीँ त रमाइलो कुरा गरेर बसौँ न। आफ्नो परिवार छोरी छ, घरमै हुनुहुन्छ, म छु। यसपालि चाहिँ दसैँ अलिक रमाइलो गरी मनाउनु पर्छ है बुढो। अनि मैले नमनाउने भनेर कहिले भनेको छु र? ए बुढो भन न। तपाईँ नरिसाउनु भए म एउटा कुरा गर्छु नि। ल अब कुरा गर्दैमा म रिसाउँछु त भने कहिले पो रिसाएको छु र तिमीहरूसँग? भन न के कुरा हो? घरिघरि त डर लाग्छ नि त, झडङ्ग झर्केर आउनुहुन्छ। अब कहिलेकाहीँ नचाहिने कुरा बोकेर आउँछौ अनि रिसाउनु परेन? यसपालि त यसो साइँलाई पनि बोलाउन है बुढो। ओ साइली, अब फेरि आयो कुरा त्यही साइलीको? ए किन यिनीहरूले खिचडी पकाउँदैछन् भनेर सोचे त त्यही साइलीको कुरो उठाउनलाई रहेछ होइन? कुनै हालतमा पनि त्यो साइली आउँदिन, म बोलाउँदिनँ त्यसलाई। त्यस्तो नभन्नु न बुढो। एउटा जन्म दिने आमालाई थाहा हुन्छ नि सन्तानको माया कति छ भनेर। तपाईँ जहिले यस्तै व्यवहार गर्नुहुन्छ। 13 वर्ष भइसक्यो। कति वर्ष मन लुकाएर मन नगाठो पारेर बस्ने। अब आगौँ भनेको त दसैँ आउला नआउला, दिन परिस्थिति यस्तो छ, दिनदिनै बाढी पहिरोले गाडी लडेका छन्, मान्छे मरेका छन्, खानु छैन पिनु छैन, उनीहरूले बगाएको छ। खालि त्यो साइलीको कुरो गर्नलाई यत्रो बेर चिप्लो गरेर बसेको आमा छोरी, म कुनै हालतमा पनि त्यसलाई बोलाउँछु। आज त्यसको ससुराले के गर्यो मलाई थाहा छ? के गरौँ भन्नुहोस् न, घरमा केही कुरै गर्नु भएको छैन, हामीलाई कसरी थाहा हुन्छ त? आउने बित्तिकै मैले तिमीहरूलाई अरू कुरा गरौँ कि त्यो कुरा गरौँ? आज उहाँ मासु भन्न गएको ठाउँमा भेट भएको थियो त्यो तामाङलाई, मसँग त लड्न पो खोज्यो आज। के भयो किन के न्युमा त्यस्तो भयो त? अब के भएर नि के भएर जाँड खाएर आएको होला नि त बोटे। हजुर आफै झम्किनु भयो होला। अनि छोरीका बाबामा भएपछि त सानो पनि हुन सक्नु पर्छ नि बुढो। मैले पनि 2 गिलास खाएर गएको थिएँ नि, अनि झम्किया होला मैले। मेरो आदत छ नि खाने, कुरा गरे कुरैको दुःख। खानुभयो त मैले कहाँ भनेको छु त बुढो। जे भए पनि आफ्नो छोरी त्यही घरमा दिएको छ, भोलि आफ्नै सन्तानलाई तलमाथि होला भन्ने आफूलाई पिर हुन्छ। हामीले नदिएको भयो भने ऊ गई उसका खुसीले त्यही यत्र 13 वर्ष बिताइसकि, अनि त्यसकै ससुरालाई नराम्रो। मैले बार भनिसकेको छु, मेरो एउटा कुखुराको फुल फुट्यो, म बोलाउन्न भन्दा कतिचोटि भन्नु? यसको कुरा मेरो अगाडि गर्ने होइन, कुनै हालतमा नि म बोलाउँदिनँ। के मेरो इज्जत छैन? हे तेरिका बा, यसरी नरिसाउनुहोस् न। अब यत्रो 13 वर्ष भइसक्यो, साइलीको माया नलागे पनि त्यो नानीको त मुख हेर्नु न तपाईँ। आमाले पनि के नराम्रो भनेको छन् र? आफ्नो छोरी, तपाईँलाई मेरो जति माया लाग्छ आमालाई पनि त साइलीको त्यति नै माया लाग्छ नि। अब एउटा छोरी तपाईँले जातमै दिएको हो के अरे, घर गरी खान सकिनँ। अब त्यो आफ्नै जातमा नभए पनि तामाङसँग गए पनि के भयो त, राम्रै गरी खाइराखेपछि। फेरि मैले त्यसलाई दिउँसो बाटोमा भेटेको थिएँ जङ्गलमा। अनि यसपालि जसरी पनि आइजाए भनेको, साइलीले मलाई देख्ने बित्तिकै कस्तरी मुर्छा परेर रोइ। त्यसलाई हाम्रो याद नआएको हो र बा?
बोलाउँ के बा जसरी पनि। चुप लाग्दो सितै धेरै जान्ने हुने रहेछ तँ आएदेखि बल्ल तेरी आमाको किन माया ममता बढ्यो त्यो साइलीसँग भनेर भने त अहिले तँ खुब भेटघाट गरेर चिप्लो घसेर आएर आमालाई उचाल्दैछस् होइन बेला बेलामा खुब भेटेर त्यसलाई चाहिँ बोलाउने गरेको छस् कि क्या हो दिनभरि त्यसको ससुरासँग झगडा गर्दा गर्दा यहाँ प्रेसर बढिया छ मेरो उसको त नामै लिन हुँदैन तपाईँको छेउमा। ल भयो यो सिकेलाई त मैले आफैले ओडा धोएर यही घरबाट झैँ पञ्चे बाजा बजाएर अन्माएकी छोरी हो ज्वाइँले बेमान गरौ त के गर्ने यही भएर आएर बसेकी र त्यो साइलीको कुरा नगर त्यो त मेरो तेरो इच्छा विपरीत गएकी होइन तामाङसँग आफ्नो खुसीमा के गर्नु त बुढो उसको कर्ममा त्यस्तै रहेछ उसको दुःख उसैले गरेर खाएकै त छेली। मलाई त मेरो सन्तान हो माया छ नि। तिमीलाई माया भए जे मन लाग्छ त्यही गर म जे भए पनि यो गाउँको प्रतिष्ठित ब्राह्मण हो त्यो तामाङसँग मेरो इच्छा विपरीत जानेलाई कदापि म बोलाउन्न। बरु ज्वाइँलाई नबोलाउँला के बुढो तपाईँको चाहिँ मन कस्तो पत्थर जस्तो छ क्या मलाई माया छैन। माया भए के मन लाग्छ त्यही गर म कुनै हालतमा पनि बोलाउँदिनँ म हिँडे सुत्न उसो भए कि छोरीको लागि मै घर छोडेर जाइदिउँ त। जे मन लाग्छ त्यही गर साह्रै टेन्सन भयो नानी त्यो साइलीलाई कसरी ल्याउनु होला है यो बुढोले त कसै गरेर पनि मान्दैन भनेको के गरी पकाउनु। तपाईँ टेन्सन नलिनु क्या आमा म जसरी पनि साईलाई बोलाएरै छोड्छु। आफ्नो घरमा नातिनी छोरी ज्वाइँ आएपछि हाम्रो बाको चाहिँ मन कसो नपग्लेर र एकछिन राम्रा कुरा गरेको थिएँ उसको नाम के लिएको मान्ला भनेको फनक्कै बट्टा दिएर हिँड्यो कसरी सम्झाउनु क्या नानी। जतिखेर पनि यो घर बिग्रेर बसे कि यो बस्न हुन्छ मेरो छोरी आउन हुँदैन मलाई त्यस्तो चित्त बुझेन आमा। नरो न नानी नरो न तैँले पनि यस्तै गर्छस् क्या पहिले पनि यस्तै गर्थिस् अहिले पनि पिलपिल रुने बानी हराएको छैन यार एउटा मात्रै पिर छैन के मलाई तँलाई त्यति भन्दैमा मन दुखाउनु पर्छ जे छ त्यही त भने हो नि खै त्यसो भन्दा तेरो बाउको मन पग्लिन्छ कि भनेर भनेको साइलीलाई बोलान त बोला मर भन्छन् कि भनेर भनेको तँलाई काहीँ नभएको मन दुखेको छ नरो है मैले भनिदिएको छु नि फेरि म त दसैँ मुखमा हिँडिदिन्छु घर छोडेर बस तिमीहरूकै बाउ छोरी। तपाईँ किन हिँड्नु पर्यो तपाईँको त आफ्नै घर हो नि मेरो पो घर छैन केही छैन माइतमा आएर बस्यो भनेर यस्तो भन्नुभयो। तेरो नि बाउको घर हो नि तेरो अधिकार छ नि मेरो के छ र यहाँ एउटा बाउको सन्तान ल्याउँ न त घरमा भन्दा पनि मान्दैन कि जाउँ भित्र जाउँ तपाईँ जाँदै गर्नु आइज उठ उठ न उठ आइज जाउँ आइज आइज है भेट त्यहाँ गएर नबस नि। के भयो साइली? के भयो न हात्तीकन भन्न के भयो न हात्तीकन भन्न हो त्यही भएर राति घर छोडेर हिँड्नुहुन्न भन्ने कारण यही हो अहिले त भेटिस् लैजाउँ
धारामा जाऊ हात खुट्टा धो सफा भएर बस्नु पर्दैन जाऊ भोक लाग्यो जाऊ म भित्र कचौरामा खानेकुरा राखिदिन्छ खाऊ यही नभई नहुने चाडबाड होस् कि जे सुकै होस् यसपालि दसैँको रक्सी त मिठै भयो रक्सी पार्दा पार्दै मातिसके म बाफले खै एक गिलास ल्याऊ यता अहिले खानु पर्दैन यस्तो तातो अहिले रक्सी पार्दा पनि माते जस्तै भइसक्यो हौ म त एक गिलास चा खाऊँ नै अहिले भरे खानु क्या भरे टिका लगाइसकेर सगुन खानु तैँले जान्दैन म खन्याउँछु काम सकिसकेपछि आएर जान्दैन यसपालि आफू जोडले मातिनी भयो आँखे अब आपालाई मात्रै हो त पर पाउना सबैलाई चाहियो नि ल ल ल म तन्न सुकाइहाल्छु लु यो भाँडाहरू पनि सम्हालेर राख्नुपर्छ यो लिएर गएँ है म त भित्र होइन है बुढी यस बेलासम्म लिभ गर्न सकेको छैन घाम यति माथि आइसक्यो आज टिकाको दिन उहाँ टिका लाउने मान्छे चाँडै आउँछन् फेरि त्यो सीता खोइ गर्दैछु त हौ बुढो गर्दैछु छोरी पनि लुगा धुन गइरहेछ त्यसलाई पनि यसो काम हराएको भए हुन्थ्यो गर्दैछ त लुगा धुन गइरहेछ भन्दैछु के भयो बा आइनै सकिछे नि आमाले अहिलेसम्म दैलो पोतेर भ्याएको छैन अलिकति काम सघाएर छिटो छिटो गर्नु पर्दैन आज टिकाको दिन मान्छेहरू टिका लाउन आउँछन् चाँडै अब आमा लिप्न थाल्नुभयो म लुगा धुन थालेँ खाना एकैछिनमा बनाइहाल्छौ नि किन चिन्ता मान्नुहुन्छ टाइम छ त अझै ल ल के गर्छौ चाँडो गर ल ल तेरा म भित्र जाम जा तेरा बाउलाई जति हतार कसलाई हुन्छ र घरमा अनि टाढै जान लाग्नु भएको तपाईँ फेरि म एकछिन पसलसम्म पुगेर आउँछु ल ल बुढो छिटै आउनु है हुन्छ ए नानी किचनमा तयारी गर्दै गर्दै मैले सकिहालेँ अब दर्जे छिटो एउटा खाऊ ल अब हजुर चुर छु जानु ए साइली यो न हौ ल दर्जे राम्रो होस् राम्रो गरी खानु बुहारी नानी राम्रो हेरचाह गर्नु अनि त गडबडी कुराहरू नगर्नु मिलेर गरी खानु भाग्यमा नै हुनु ल मेरो छोरा ल यो आशीर्वाद है ल है गरी एकदम राम्ररी गरी खानु घर पनि खानु भाग्यमानी हुनु बुद्धिमानी हुनु अब मेरो दोर्जे छोरालाई पनि राम्ररी माया गर्नु र नातिलाई पनि राम्रो माया गर्नु
र इमान्दारी साथ काम गरी खानु है र भाग्यमानी हुनु है। ल मेरो आशीर्वादको फुल है नानीहरू। ल नातिनी धेरै पढ्नु, पाठी हुनु, चलाक हुनु है। ल मेरो नातिनीलाई टिका लगाइदिन्छु अब। ल है नानी धेरै पढ्नु, भाग्यमानी हुनु। ल भाग्यमानी हुनु नातिनी है, भाग्यमानी हुनु, धेरै धेरै पढ्नु, बुद्धिमानी हुनु है। ल नानीलाई अलि धेरै दिएछु ल। ल है त नाति। ल नमस्ते है। ल सबैलाई नमस्ते। ल अब ल ल ठिक छ, हुन्छ हुन्छ ल, हुन्छ ल ठिक छ। छे गर ल टाढैबाट है नानी, ल टाढैबाट। ल स्याबास स्याबास। ल अब अब कहाँ लाग्ने? पापा अब माइत जानु पर्यो नि त। ए माइती जाने हो? सायदको टिका यसपालि त बाबुआमाको हातबाट पनि लाउनु पर्यो, बोलाउनु पनि भएको छ। हामी पुगेर भोलिपल्ट आइहाल्छौँ नि। ए ल ठिकै छ, राम्ररी जानु र छिटो आउनु है। यहाँ घरमा पनि अब पाहुना आउलान् जस्तो छ। हस् पापा। छिटो आउनु है त। हस्। है दर्जे सुन्यो नि, ल छिटो आउनु है सुस्ताले ल। ल अब निजे है। ल ल ल छिटो जानु र छिटो राम्ररी आउनु फेरि है। छिटो जानु छिटो आउनु है। खानाहरू बनाएर राखिदिन्छ। ए भइहाल्छ, हुन्छ हुन्छ, फिकर नमान्ने यसको लागि। अब पनि यो यसो थन्काउनु पर्यो भित्र। अब अरू कोही टिका लाउने अरू कोही छैन के अरे, यो थन्काउनु पर्ला भित्र। भाग्यमानी भएस्, ज्ञानी हुनु। कहिल्यै दुःख नपाएस्। भयो के बुढो मान्छे धेरै ल ल टिका लाउने बेला भएर छ। ल दाजु भाउजू नमस्कार है त। नमस्कार। नमस्कार। मैले आशीर्वाद थाप्न आएँ। ल बाबु ल। दाजुभाइ मिलिमिली बसौँ है। ठिक्क टिका लाउने बेलैमा आइपुग्यो। सायदमै आएको नि। ल गर्नुहोस् न हौ। पढाउनु तिमीले पढाउनु हुन्छ। मलाई त राम्रो राम्रो आशीर्वाद दिनुहोस् है दाजु भाउजू। विजया दशमीको टिका दुर्गा माताले सधैँ कल्याण गरून्, कहिल्यै दुःख नपाउनु, रोग व्याध नलागोस्। बा साइली खबरदार हेर छोरा बुहारी नातिनी यहाँ नहुँदा त घरै सुनसान भयो। बिहे गरेको यत्रो वर्षपछि माइतमा बोला छ भनेर गात छन् माइती र आउने पो कहिले आउने, घरै सुनसान छ। भित्र गरे पनि आफै, बाहिर गरे पनि आफै। यो बुहारीले खाना पकाएर दिने बानी भएपछि त पकाएर खाना पनि पो अल्छी लाग्दो रहेछ। अब के गर्नु?
अब के गर्नु मर्ने गरी भोक लागेछ खान मन लागे पनि नलागे पनि एक बटुको जाँड चाहिँ छानेर खानु पर्ला र आराम गर्नु पर्ला। होइन ए बुढो होइन यति चाँडै निद्रा लागेको आज अरू बेला त 10 बजेसम्म निदाउनु हुन्न थियो त उठ्नुहोस् न घरमा नातिनी छोरी ज्वाइँ आएका छन् रमाइलो खुसी लागेको छैन तपाईँलाई आफूलाई यहाँ कस्तो खुसी लागेको छ बुढोसँग खुसीका कुरा गरौँला भनेर आएको त कहिले निदाको नाटक गर्नु पो हुन्छ हौ बित्थामा अनि तपाईँलाई खुसी लाग्दैन खुसी त तिमीलाई लाग्छ होला नि तिम्रा छोरी ज्वाइँ आउँदा म त को हो र तपाईँको मुखले झुट बोले पनि तपाईँको आँखाले झुट बोल्दैन बुढो त्यो साइलीप्रतिको माया तपाईँको आँखामा देखेको छु बुढो थाहा रहेछ त किन मेरो दिमाग चाटिरहन्छस् त्यो सितेला जस्तै त्यो साइनलाई पनि मैले माया नगरेको कहाँ हो र तर गाउँ समाजले त्यस्तो रहन्छ म यसो घरबाट निस्क्यो कि त्यसकै बारेमा कुरो काटिरहन्छन् गाउँले त्यही भएर हामी समाजको पछाडि लाग्ने भन्दा पनि हाम्रा छोरीहरूको खुसी हेर्नुपर्छ बुढो हाम्रो समाजले भोलि हामी मर्ने बेलामा पानी हाल्न आउँदैन यिनै छोरीहरूले हाम्रो मुखमा पानी हाल्न आउँछन् बुझ्नुभयो नबुझेको त मैले कहाँ हो र यी छोरीहरूको माया नलागेको पनि होइन आखिरी 4-4वटा छोरीहरू थिए अब 2टा छोरीहरू भगवानको खुसी भए अब यिनै 2टा छोरी त हुन् नि त्यो सीतेलाई मैले झैँ बाजा बजाएर घरमा जग्गी गरेर बिहा गरेर पठाएँ त्यो साइलीलाई पनि मैले त्यसै गरी बिहा गरेर पठाउँला भन्ने कत्रो धोको थियो तर के गर्ने गाउँ समाजमा मेरो नाक कटाएर गई त्यही भएर मलाई चित्त दुखेको हो के गर्नु त बुढो उसको भाग्य नै त्यस्तै रहेछ त्यसमै खुसी हुनुपर्छ हामी जति खुसी भए पनि त म भित्र खुसी भएर के गर्नु गाउँ समाजले खुसी देख्दो रहन्छ म बाहिर गाउँ समाजमा हिँड्दाखेरि जहिले पनि मेरै कुरा काटेकै हुन्छन् गाउँलेले कम चित्त दुखिया छ मलाई त्यही भएर आफ्ना छोरी सम्हालेर यिनीहरूको घरमा यिनीहरूको छर छिमेकमा सबै नमुना बनाउनु पर्छ ल भइगयो मेरो मनमा खुसी नभएको नि होइन मलाई चित्त दुखेको पनि होइन म त यो गाउँ समाजको कुराले मात्रै मलाई दुःख लागेको हो यी कुराहरू छोड्दै जतिखेर पनि गाउँ समाजको कुरा ल्याउनुहुन्छ गाउँ समाजले तपाईँलाई के लछरपाटो लाएको छ छोराको ठाउँमा ज्वाइँ पाएका छौँ छोरी हाम्रा देवी जस्ता छन् अनि तपाईँलाई के चाहियो आफ्नो परिवार खुसी भए पुगेन जहिले पनि समाज हेरेको छ समाज हेरेको छ आफ्नो घर हेर्नु पनि पर्छ क्या कहिले काहीँ त साइली हजुर छोरी खोइ छोरी कसैको ठुलो आमासँग सुत्न गयो नि आएदेखि ठुलो आमालाई एकछिन छोडेकी छैन बुढो मलाई त नि यत्तिका वर्षपछि माइत आउन पाउँदाखेरि स्वर्गमै आए जस्तो महसुस भएको छ त्यही त माइत आउन पाएपछि हिजो खाएको कुटाइ पनि बिर्सिस् होला धेरै कुरा नगर्नु ल सुत्नु मैले नहेरेको म छोरीहरूसँग रिसाएको भनेर मैले भनेको छु तर के गर्ने हाम्रो संस्कारलाई पनि त हेर्नु पर्यो नि त्यसरी हुँदैन अब छोडिदिनुहोस् ती सब कुरा ल भयो यी सबै कुराहरू छोड सुत मैले मेरो बाउ आमाले मलाई कति धेरै माया गर्दो रहेछ बाउलाई पनि मेरो माया नभएको त कहाँ रहेछ र यति मनभरि माया हुँदा पनि गाउँ समाजको डरले आजसम्म बोलाउन सकेका रहेनछौँ तर जे भयो नि दिदीतिर मेरो सबै मनको कुरा बुझी उसैले गर्दा आज माइतीको आँगन टेक्न पाएको छु यो घरको ढोका खुलेको छ मेरो लागि अब जे भए पनि भोलि बाले हाँसी खुसी भएर टिका लगाएर बिदा गर्दाखेरि कति खुसी हुन्छु होला म सोध्छु पनि आमाको यस्तो गफ मेरो बुढोले सुन्यो भने के भन्ला फेरि
तर बाआमाले नराम्रो के नै भन्नुभएको छ र? आखिर म अजातमा त गएकै हो, गल्ती त मैले पनि गरेकै हो। मेरो बाआमाको यो कुरा सुने भने बुढोले के भन्लान्? तर बाआमाले गलत नि के नै भनेका छन् र? गल्ती त मैले गरेकै हो। अब पानी नै नचल्ने जातसँग गएको पनि त होइन नि। अहिलेको जमाना अनुसार त मैले पनि किन त्यत्रो ठुलो गल्ती गरेको हो र? जे भए पनि समयअनुसार बाआमाले पनि कुरा बुझ्दै जाला, मैले पनि केही कुराहरू बुझाउन सकुँ। फेर बाआमाको पनि मनभरि माया त रहेछ नि। यही गाउँ समाजको डरले पो बोलाउन नसकेका रहेछन्। आज आफू आमा भइसकेपछि महसुस भयो, मेरा बाको ठाउँमा मैले आफूलाई राखेर हेर्ने हो भने मेरी छोरीले पनि भोलि यस्तो कदम चाली भने मेरो मन पनि पक्कै दुख्छ होला। तर जे जस्तो भए पनि बाले भोलि हाँसी खुसी टिका लगाइदिनु भयो। ए बुढो, छोरी चाहिँ निस्किने बेला भइसक्यो, नि हुँदो रहेछ त। आउनुहोस् न, टिकाको बिराको टिका लगाइदिउँ के? ए म आइहालेँ नि, यहीँ त छु नि। ल आउनुहोस् आउनुहोस्। पक्कै जान्छ टिका लगाएर जाने त। यिनीहरू जानै लागिसक्यो। ल पहिला नातिनीलाई हो। ल जान लागिनु है। अब बाटो खुलेको छ, अब ससुराली माया छोरीलाई पनि सुख शान्ति दिएर राख्नु, झगडा नगर्नु, जाँड खाएर कुट्ने होइन नि। ल हिजो यति खुसी भइदिया भए सायद कोटीको लाउन पाइँदैन थियो। पाइन्थ्यो नि। के गर्नु, ऊ बेला बुद्धि बिगारिहाली, माया नभएको त होइन नि। हिँड्ने बेलामा भए यसले पनि बुझ्नु पर्थ्यो नि। ल समाज अब नातिनीलाई पनि त दक्षिणा त चाहिएला नि है। ल्याऊ खै हाँसेर हजुरबालाई ठुलो जानुपर्छ नि त। ल जैसा ल छोरी ल ल राम्रोसँग ल, जानु। अब राम्रोसँग बाटो जा। खुलेको छ, आइराख्नु नि। छोरीलाई पठाइदिनु नि बेला बेला, तपाईँ पनि आउँदै गर्नु है। ल हुन्छ हुन्छ ल ल आमा, दिदी कहाँ गयो त? खै देखिन् न त। दिदी त बहिनी आज घर जान्छ भन्ने उसलाई थाहा छैन। कति खुसी भएर घाँस काट्न गइरहेछ। अब आउँदाखेरि त हिँड्ने कि हुन्छ, भरे आएर रुन्छ ल बिचरा। म त मेरो काममा लागेँ है। ल ल बुढो हुन्छ, हवस्। ल राम्रोसँग जा है, म दिदीलाई सम्झाउँछु नि। अनि चाँडै आएस् नि फेरि। आउँछु आमा, अब त बेला बेला मेरो आउने बाटो खुलिसकेको छ। तिहार नजिकै आएको छ। नाइ सब तिहारमा पठाइदिनु होला नि फेरि। बिना आएनन् कोही भनेर दाजुभाइ छैनन्, थाहा छ नि घरमा। हुन्छ आमा, दिदीलाई बहिनी गई, अब फेरि तिहारमा आएको बेला भेट चाहिँ नरिसा भन्नु है। ल नानी, लु सबैजना जा है छोरी। आमा, नाति नि राम्रो पढ्नु है। नमस्कार है। ए नमस्कार नमस्कार, आइपुग्यो। दाइ के काम परेर मलाई आत्तिँदै फोन गरेर बोलाउनु भएको थियो? काम नपरिकन भाइलाई म त्यसरी आत्तिएर कहाँ फोन गर्थेँ र? अर्जेन्ट काम थियो र पो बोलाएको। अब भाइलाई सबै कुरा थाहा छँदैछ। हेर न, मलाई त गाउँमा बस्नु नहुने गरेर त्यो छोरीले नाक कटाएर तामाङको छोरा छ भाइ। त्यही भएर त्यसलाई कसरी छुटाउने भनेर भाइसँग सल्लाह गरौँ भनेर बोलाएको। हुनु त हो दाइ, गाउँमा तपाईँको साह्रै बेइज्जत भएको छ। भन्नुहोस् न, मैले के गर्नु पर्यो? अनि त्यस्तो नभइकन म भाइलाई बोलाउँथेँ त भने। अब जसरी भए पनि त्यो तामाङको छोरासँग छोरीलाई छुटाएर ल्याउनु पर्यो। र एउटा मैले विदेशमा बस्ने केटो हेरेको छु, त्यो केटोसँग छोरीको बिहा गरेर पठाइदिन्छु म। अर्थ के हुनु, त्यसलाई जसरी पनि छुटाउने वातावरण बनाइदिनु पर्यो भाइले। ल अहिले मलाई हतार पनि छ, म अहिले निस्कन्छु है। ठिक छ दाइ, यसका लागि म रेडी छु। ल भाइले त्यही सहयोग गर्नुहुन्छ भनेर मैले बोलाएको नि त। ल म अहिले लागेँ है।